दर्शकवृन्द, बागलुङ महोत्सवमा गायिका समीक्षा अधिकारीमाथि दुर्व्यवहार भएको छ। उनी गीत गाउन स्टेज चढिसकेपछि तल मैदानबाट एकजनाले बारम्बार पल्सा खोइ भन्दै उनलाई जिस्काउँछन्। समीक्षाले त्यो युवाको आवाज नसुने चाहिँ गरेर गीत गाउन अघि बढ्छिन्, तर तलबाट लगातार पल्साको नाम लिँदै उनलाई दुर्व्यवहार गरिन्छ। एकजना व्यक्तिले हजारौं मान्छेको भिडमा एकजना गायिकामाथि त्यतिसम्मको दुर्व्यवहार गर्दा आयोजक भने चुपचाप थियो। न आयोजकले त्यो अराजक युवालाई रोक्न खोज्यो, न समातेर प्रहरीको जिम्मा नै लगायो। ती युवाले समीक्षालाई लगातार जिस्काउन नछोडेपछि उनले पनि स्टेजबाट तिम्रो दाइको नाम पल्सा भन्दै नम्र स्वरमा जवाफ फर्काउँछिन्। त्यति हुँदा पनि ती युवाले उनलाई दुर्व्यवहार गर्न छोड्दैनन्। कस्तो हुन्छ सिचुएसन है? फर्स्टमा चाहिँ म मेरो ट्र्याक रेडी छ सबै। तिम्रो दाइको नाम हो पल्सा हो, त्यही भएर ढुक्कै हुन्छ नि। एकजना भाइ हो कि दाइ थाहा भएन है, हेर्दा चाहिँ फेरि मलाई नै आउनु भएको के फेरि उहाँ। त्यस्तो माहौलको बीच पनि समीक्षाले मुस्कुराउँदै गीत गाउँछिन्। उनले गीत गाइसक्दासम्म पनि उनलाई पलको नाम लिएर दुर्व्यवहार गर्ने ती व्यक्ति रोकिँदैनन् र अन्तिमसम्म उनलाई जिस्काइरहन्छन्। चिसो त अहिले त झन् बढ्दै गयो है। तर आयोजकले भने समीक्षाको प्रस्तुति सकिदासम्म पनि ती युवा विरुद्ध कुनै पनि एक्सन लिँदैन। म यो भिडियो मार्फत गायिका समीक्षा अधिकारी, आयोजक टिम र ती आपराधिक मानसिकता बोकेका युवालाई केही सन्देश दिन चाहन्छु। पहिलो सन्देश ती युवालाई, सार्वजनिक ठाउँमा आफ्नो बहिनी उमेरकी एक चेलीलाई अपमान गरेर, गिज्जाएर, दुर्व्यवहार गरेर तिमीलाई निकै ठुलो बहादुरी गरेको जस्तो लागेको होला हैन? सोच, समीक्षाको ठाउँमा तिम्रो दिदी बहिनी हुन्थिन्, उनले पनि समीक्षाको जस्तै मुद्दा मामला झेल्न परेको हुन्थ्यो र तिमी जस्ता संस्कारहीनले तिमीले चाहिँ गरी दुर्व्यवहार गरेको भए तिमीलाई कस्तो महसुस हुन्थ्यो? तिमीले अहिले बिहे गरेको छौ कि छैनौ त्यो त थाहा छैन, तर एक दिन जरुर गर्छौ। अनि तिम्रो छोरी पनि जन्मिन्छ होला। तिम्रो छोरीलाई पनि सार्वजनिक ठाउँमा कसैले यस्तै दुर्व्यवहार गर्यो भने तिमीलाई कस्तो महसुस हुन्छ होला? समीक्षा पनि कसैकी दिदी बहिनी हुन्, कसैकी छोरी हुन्। उनीमाथि दुर्व्यवहार गर्नु अघि तिमीले यो किन सोचेनौ? तिम्रो यो हरकत देख्दा लाग्छ तिमी मान्छे बन्न पनि लायक छैनौ। याद गर, तिमीले गरेको यो गल्ती होइन, अपराध हो र यो अपराधको सजाय तिमीले पाउनै पर्छ। अनि आयोजक टिम, आफ्नो एउटा अतिथिमाथि बारम्बार दुर्व्यवहार हुँदा एउटा अतिथि मात्र नभई एउटी गायिका, एउटी चेलीमाथि कसैले उसको जिन्दगीमा घटेको कुनै घटनालाई लिएर सार्वजनिक ठाउँमा हजारौं मान्छेको बीचमा अपमान र दुर्व्यवहार गर्दा चुप लाग्ने तिमीहरूले किन कार्यक्रम आयोजना गर्यो? एउटी चेलीको इज्जतमाथि बारम्बार प्रहार गर्दा उसलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाउन नसक्ने भए, महोत्सवमा बोलाएको अतिथिको सुरक्षा व्यवस्थाको जिम्मा लिन नसक्ने भए किन महोत्सवमा कलाकारलाई बोलाएर अपमान गरायो? कलाकारहरू के तिमीहरूको पैसा कमाउने साधन मात्र हुन्? यसको जिम्मा आयोजकले पनि दिनुपर्छ। र अन्तमा स्वयं पीडित समीक्षाजीलाई मेरो एउटा सन्देश, तपाईं एउटा आत्मनिर्भर कलाकार हो, कसैको पैसा कमाउने साधन होइन। कसैको लागि तपाईले आफ्नो आत्मसम्मानलाई दाउमा लगाउनु पर्दैन। तपाईमाथि जहाँनिर जस्तो शैलीमा प्रश्न उठ्छ त्यही शैलीमा जवाफ दिनुस्, एलिना चौहानले जस्तो। अनि कसैले तपाईमाथि कुनै पनि तरिकाले अपमान र दुर्व्यवहार गर्छ भने तुरुन्तै एक्सन लिनुस्, कानुनी कठघरामा उभ्याइदिनुस्, अनि बल्ल यिनीहरूमाथि न्याय हुन्छ। जे गर्दा पनि सही दिने बानीले यस्ता आपराधिक सोच भएकाहरूको आत्मसम्मानमा वृद्धि हुन्छ र कलाकारको सम्पूर्ण सुरक्षाको जिम्मा लिन नसक्ने यस्ता महोत्सव तथा कार्यक्रमहरूमा जानु अघि एकपटक राम्रोसँग सोच विचार गर्नुहोला।